मलाई कृपया आज मात्र लिएर नजानुहोस् दिदीको टिका लाउनु साथ म हजुरसँग जान्छु नि मलाई आज मात्रै जान दिनुहोस् मलाई आज मात्रै जान दिनुहोस् ए यमराज यो कस्तो दुविधा हो एकातिर हजुरको आदेशको पालना गर्नुपर्ने अर्कोतिर यो अबोध बालकको यो चित्कार सुन्नुपर्ने उठा बालक उठा देख्छ तिम्रो यो चित्कारले मेरो मन पग्लिएको छ तर तिमीलाई मैले लिएर जानै पर्ने हुन्छ तर के तिमीले मेरो एउटा शर्त मंजूर छ मलाई मंजूर छ भने जसै तिमी तिम्रो दिदीको हातको टीका लगाउन दिदीको घरमा पुग्छौ जसै गरी तिमीले दिदीको हातको टीका लगाउँछौ उसै गरी तिमी मसँग यमलोकमा जानुपर्ने छ के तिमीलाई यो कुरा मंजूर छ मलाई मंजूर छ यदि मंजूर छ भने सुन म तिमीलाई तिम्रो दिदीको घरसम्म पुर्याउन जान्छु ल हिँड मेरो बाटोले बहिने गयो मनुष्य जस्तो आज भाइ टिकाको दिन म दिदीको हातको टिका लाउन जान लागेको माथि होइन तल हेर तल म कालीनाथ तिम्रो बाटो सोध्दै जीवन सो हजुर कालीनाथ धेरै दिनदेखि भोको थिएँ आज मेरो बाहर बन्न फेरि यो एका बिहानीको आइपुग्यो हे कालीनाथ आज त्यसै पनि मेरो अन्तिम दिन स्वयं यमदूत मलाई लिन भनेर आउनु भएको छ फेरि दिदी आज भाइ कतिखेर आउँछ भनेर कुरेर बसेको छ म मेरो दिदीको हातको टिका लाउन साथ हजुरको भोग मेटाउन यही बाटो हुँदै फर्कन्छु नि बिहान पनि यस्तै भनेर धेरैजना दिदीभाइहरू गइसकेका छन् तिनीहरू फर्केर आएका छैनौ तिमी फर्केर आउँछौ भने के ग्यारेन्टी छ भन्छ हे नाग देवता म तपाईँलाई बाचा स्वरूप यो वेदको लौरो तपाईँको सामु राख्दछु र तपाईँको भोग मेटाउन अवश्य म यही बाटो हुँदै फर्कनेछु नाग देवता तिम्रो बोलीमा मिठास र वचनको परिपक्व छ जस्तो लागेको छ ठिकै छ यो वेदको लौरो तिम्रो धरतीको रूपमा राखेर जाऊ यदि तिमी फर्केर आएनौ भने तिमी मात्र होइन तिम्रो सात पुस्तालाई डस्नेछु छिटो गरेर फर्केर आऊ म तिम्रो बाटो पर्खेर बस्नेछु वेदको लौरो राखेर तिमी यहाँबाट छिटो छिटो जाऊ मेरो फेरि मोड परिवर्तन हुन सक्छ हुन्छ नाग देवता हैन आज तिहारको दिन मेरो बाबु अझैसम्म आउँदैन त कहाँ गयो बाटोमा केही भयो कि दिदी म हिँड्ने भनेको त बिहानै हो दिदी मलाई बाबु त आइस तँलाई थाहा छ तेरी दिदी आज तिहारको दिन कति बाटो हेरेर बस्ने बिहानै हो नि बाबु तँ हिँड्ने भनेको त के भयो कतै भुलिस कि सबैको घरमा आइसके भाइहरू मेरो घरमा चाहिँ कति ढिला गरेको के बाटोमा आउँदै गर्दा ढिला भयो दिदी केही भएन बस बस बाबु बस हमारा लोकल है यसो गर्न कदा कानमा तेल हालौ कस्तो लाटो भएको र त्यतै त गर मेरो बाबुको सबै शत्रु जति यही ओखलमा बजत बुजुत्त भइदुन् भगवान मेरो बाबुको आयु लामो होस् आज तिहार
थाहा छ तँलाई सबैको घरमा भाइहरू आउँदाखेरि मेरो घरमा पनि तँ आछस् मलाई यसै उमङ्ग छ यतिका वर्षमा तिहार आछ यत्रो वर्षमा टिका लाउनु पाछु सबैको घरमा उमङ्ग छाउँदा मेरो घरमा पनि तिमी आयौ बाबु यसै उमङ्ग छ बाबु मेरो पनि अरू को छ र तिमी बाहेक बेला बेला यो दिदीलाई सम्झिँदै दिदी भन्ने आउँदै यस्तै गरी माया कहिल्यै नमारे फोन गर्दै गर्नु होइन केही बोल्न के भयो किन नबोलेको केही त बोल्न बाबु दिदीसँग भनौ त कसरी भन् फेरि तैँले मलाई यति धेरै माया गर्छिस् फेरि मैले तँलाई त्यो कुरा सुनाएँ भने तैँले सहन सक्छस् कि सक्दिनस् भन्न बाबु के कुरा हो दिदी आज बाटोमा आउँदै गर्दा दुध आउनु भएको थियो दिदी आज मेरो अन्तिम दिन दिदी आज मेरो यस्तो पर्ने आइज नि तिहारको दिन यस्तो रमाइलो हुन्छ दिदी भाइ भेट्दाखेरि तिमी के बोलेको यस्तो दिदी म बिना कसरी बस्छु दिदी मेरो मालिकले तिम्रो भाइलाई मैले लानुपर्छ यो स्वयं यमराजको आदेश हो त्यसको म विरोध गर्न सक्दिनँ तिम्रो भाइलाई त मैले लानुपर्छ यो सत्य नै हो मालिक यमराज कस्तो दोधारमा पर्यो मलाई एकातिर तिम्रो आदेशको पालना गर्नुपर्ने अर्कोतिर यो अब पालिकाको चित्कार पुगायो ले गर्दाखेरि मेरो मुटु छिया छिया भयो यमराज आज यो पालिकाको मुटु चित्कार यो दिदी भाइको माया एउटा दिदीले भाइलाई दिएको आशीर्वाद तिम्रो आदेशको अगाडि ठिक्का भएको छ भाइटिका त महत्त्व के हो तिमीले एउटा भाइलाई दिने आशीर्वादको तागत के हुन्छ र त्यो टोपी त्यो संस्कार भाइटिकामा भाइले टिका वास्तवमा किन लगाइन्छ भन्ने यो दुईटा दिदी भाइको मायामा आज छर्लङ्ग भएको छ यहाँको अगाडि यमराज म आज हजुरको आज्ञाको पालन नगर्नको लागि विवश छु उठ बालिक तिमीहरूको यो भाइ र दिदीको बहिनी र दाजुको माया देखेर मेरो मन पनि पग्लियो सायद सबैको मन पग्लिएको भयो यो चोखा मायामा कसैको नजर नलागोस् यो दिदी भाइको मायामा कसैको नजर नलागोस् एउटा कुरा बताउन गर्न चाहन्छु तिमीहरूको यो मायाको अगाडि आज स्वयं यमराजको आदेश पनि फिक्का भएको छ
मलाई त हटौडाले आउने 5 वर्षको तिहारमा तिम्रो भाइ मेरो पति हेरेर मलाई हात ला भन्दै एउटा बहिनीको अगाडि हाँस्यो एउटा दिदीको ढोकामा हरेक वर्षको तिहारमा भाइ टिका लगाउन पुग्ने थियो यो मेरो वचन भयो त्यसैले हे बालक हे बालिके आज तिमीहरूको माया देखेर मैले तिम्रो भाइको जीवन दान दिएँ तिमीहरूको माया अमर रहोस् म यहाँबाट जान्छु ए भाइ अरु जाउन माग्दै भाइ इतिहासले पनि दाजुभाइको महत्त्व के हो भाइ दाजुभाइको महत्त्व के अरु हो जाउन माग्दै तिमीलाई जीवन दान भयो बालक तिमीहरूको माया अमर रहोस् जय यमराज मैले त शब्दमा मात्र सुनेको थिएँ दिदी बहिनीको हातको टिकामा शक्ति हुन्छ भनेर तर दिदी यो कुरा साँचो रहेछ जब म तपाईँलाई टाढा हुन्छु भन्ने कुरा सुने मैले त्यो कसरी बस्छु होला म कुरा भनेर मेरो म तेरो हातको टिका पनि लगाइसकेँ अब पहाडको बाटो लामो छ म दिदी जान्छु अब नरो है फेरि रुली होइन अब कालिनाको हजुर यति मिठो यो चारवटी यतै विधा र प्रस्तुतिको लागि हाम्रा आदरणीय सम्मानित कलाकारहरूलाई जोरदार तालीले सम्मान गरिदिनु होला होटलमा पो गइदिएको रहेछ डाइरेक्ट र आदरणीय बुवाआमा दाजुभाइ दिदीबहिनीहरू हामीहरू निकै खुसी भएका छौँ आज दरगाह चौकमा हजुरहरूको सामु हामीले यो